हेलो, आज चाहिँ हाम्रो गाउँमा दसैँको यस्तो पूजा हुन्छ। पूजामा यसो पार्टी सार्टी नै भइहाल्छ है। खसी बाख्रा काटिन्छ, पूजासुजा भइन्छ। आफ्नो त छैन केही नै टिका हेरिदिनु होला। हेर्नु, यही अब हाम्रो मन्दिर जाने बाटो। नेचर हेर्न सक्नुहुन्छ, गाईहरू हेर्नु त यहाँ। अनि यो अब धान पनि उसो हुँदैछ। धान पनि अब ठुल्ठुलो हुँदैछ, झुल्छ बिस्तारै। गाईहरू हेर्नु छैन। हो मन्दिर, हाम्रो मन्दिर चाहिँ अब यही पछाडि छ है, हेर्न सक्नुहुन्छ। दिस इज आवर मन्दिर है गाइज। मोबाइल छ है। घंटी देखाना घंटी देख्नु ल बजाउँदै हिँड्न पण्डित तिमी हो के ल बजाउँदै घंटी। दुर्गा माता की जय। जय भने हत्तेले ल त सेन्सन लिगा चारठामा काट्छु। ए त पुरा ल ठुलोलाई उता पसिना भयो गाइज। यस जय दुर्गा माता। ल खुन 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 ढिलो खुन आयो के ल भयो त्यस्तो देखाइदिनु कि उत्तान पारेर राख्नु। ल टाउकोलाई यता राखिदिनु टाउकोलाई त्यो उसलाई यता बाहिर निकालिदिनु। हो त्यो टाउको भयो एउटा तँलाई यसलाई बाहिर निकालिदिनु। त्यसलाई बाहिर निकाल्नु। यताको टाउको ल लाउने यता हुने यता राखेको कसरी सजिलो हुन्छ त्यस्तै आउनु पर्यो कहिले यस्तो एक राउन्ड घुमाउने मन्दिर घुमाउने कि मन्दिर होइन घुमाउने यो मात्रै घुमाउने कि एक राउन्ड घुमाइनु भयो 3 राउन्ड घुमाइनु भयो एक राउन्ड घुमाइनु यो माथि राखे नि उसले खाइदिन्छ क्या नि हो यार हो त्यस्तो कौवाले खाइदिन्छ माथि सानो खान यता आउनु के यता सिधा अगाडि सिधा माथिबाट मार्नु फेरि अलि माथि गर्नु उडाइदिनु त्यहाँ पोहोर पर कौवाले खाइदियो सानो उडाइदे उड्न सक्दैन कि सानो खान कौवाले खाइदिएछ नि उड्न सक्ने भयो अब उडाएको नाम भयो पैसा नभन नि दाइ घुमाइदिनु एक
भयो भयो औ मलम पनि औ काठमा ल टमाटर यता हेर्दै ल प्लास्टिक त हे मन्दिरमै थियो त ए आइयो हे मन्दिरमा थियो नपुगे यो निकाले ल केटाहरू हेलो हेलो भनौ हेलो भन्नु हेलो 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 भन्नु न हेलो खै मासी ल ल